साथीहरू फेरि एउटा नयाँ फटा आएको छ। यो फटाएको कुरा सुन्नुस् र आफ्नो प्रतिक्रिया दिनुस् है। सार्वजनिक संस्थान हो नेपाल विद्युत प्राधिकरण। यो कुनै एउटा निजी कम्पनी होइन, यो कुलमानजीको कम्पनी होइन। देशको सम्पत्ति हो, नेपाली जनताको सम्पत्ति हो। यदि कसैले बिजुलीको पैसा तिर्न सक्दैन भने त्यसलाई घाँटी अठ्याएर लिन पाइँदैन, किनकि त्यो राज्यको सम्पत्ति हो, त्यो साझा सम्पत्ति हो। सक्नेले तिर्छन्, नसक्नेले तिर्दैनन्। जस्तै अस्पतालमा यो मान्छे चाहिँ कुन झोले हो, कुन पार्टीको कार्यकर्ता हो मैले त चिनिनँ होइन। तर यसले चाहिँ के भनेको छ भनेदेखि कि विद्युत प्राधिकरण भनेको कसैको व्यक्तिगत कम्पनी होइन, कसैको बाउको प्रोपर्टी होइन, यो नेपाल सरकारको प्रोपर्टी हो। जसले तिर्न सक्छ तिरौ, जसले तिर्न सक्दैन नतिरौ। यही फटाहरूले गर्दा देश बिग्रिएको हो के। देशको सम्पत्तिबाट चाहिँ फाइदा कमाउने अनि देशलाई चाहिँ राजस्व नतिर्ने, बिल भुक्तानी नगर्ने, यो कस्तो फटापनको कुरा हो। ल सुनेर एकचोटि विचार गर्नुहोस् न साथीहरू। यसलाई गाली गर्नुहोस् क्या सबैजना मिलेर, यसलाई कारबाही गर्नु पर्यो। यो झोलेहरूलाई नि यो लखेट्नुपर्छ यहाँबाट। यिनीहरू बिचौलियाहरू, यही बिचौलियाहरूले गर्दा आज हाम्रो देशको अवस्था यस्तो भएको छ। आज 80 लाख युवाहरू देश छोडेर विदेश जान बाध्य परेको छ। यो यस्तोहरूलाई छोड्नु हुँदैन है साथीहरू।